तिमीमा पिरातीको छाता उडाइहाल्छु नि यही झोलो पठाइदिन्छु नि त जुटो बना त हैन लिन्छु भनेको यो पैसा मलाई दिनु पानी परिरहेछ टिकटक चलिरहेछ यतातिर है टिकटक आमा कस्तो दामी आयो यार और अभी तो रुको क्लाइमैक्स अभी बाकी है थाहा छ किन आएको म भनेपछि यस्तो राम्रो कस्तो राम्रो लाग्यो के राम्रो देखे हैन ठाउँ मन पर्यो हैन के मन पर्यो त मान्छे चाहिँ मन परेको यही नहीं अभी और सुनिए छाता एकछिन लिनु ल त्यसपछि मान्छे चाहिँ म लिन्छु ल मान्छे प्यारी समझ गई च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हजुरसँग भेट्न पाउँदा अनि हजुरसँग भिडियो बनाउन पाउँदा एकदमै खुसी अनि एकदमै राम्रो लागिरहेछ डेटिङ जाने डेटिङ त हैन जस्ट अब एकदम बिग फ्यान हो के उ चाहिँ मैले चाहिँ उलाई सेकेन्ड टाइम भेटेको है मेरो नाम चाहिँ रोजा राई हो अनि सबैसँग भेट भए खुसी लागिरहेछ के साह्रो राम्रो हो भनेको सो हेलो एन्ड व्हाट्स अप ब्युटिफुल पिपल वेलकम ब्याक टु माई न्यू भिडियो सबजना स्वागत छ है त आज हाम्रो ब्लगमा अनि आज एकदम धेरै पानी परिरहेको छ अहिले चाहिँ म लिमा सोलमा आइसकेको छु अब पछाडि देख्न सक्नुहुन्छ सबैजना हामी पापसबाट आएको यति धेरै मान्छेहरू हुनुहुन्छ यतातिर अबे पानी डेन्जर परिरहेछ छाता कता जानु पर्यो मन दुखेर जान्छ मलाई पनि छाता चाहियो क्या मै एउटा जानु पर्यो गएको ल ए छाता यहाँ रहेछ नि तिमीमा पिरातीको छाता उडाइहाल्छु नि सरी त्यो त यार भिजिसक्यो यार यो साग कति युरोको 2 युरो यहाँको मालिक को मै हो मालिक तपाईँ हो यो तपाईँले चाहिँ कहाँबाट बनाएर लिनु भएको यो तपाईँ आफै रोपेको हो घरमा तपाईँ मालिकै हो साँच्ची हो साँच्ची हो यो मलाई यतिकै दिनु न कति हो एउटा झोलामा हालिदिनु सबै झोलामा हालिदिनु त सबै एउटा झोलामा हालिदिनु त सबै हालिदिनु सबै भाइ यही झोलो पठाइदिन्छु नि त जुटो बना त हैन लिन्छु भनेको यो पैसा मलाई दिनु यो पैसा मलाई दिनु तपाईँ चारजनै मालिक हो कि क्या दिदी यति राम्रो साग त कति राम्रो भने दिदी मलाई एउटा दिनु न त एक मुठालाई एक मुठा पैसा नि अरूको फेरि अरू भयो यो मात्रै हैन क्या यो सबै लाने भनेको ए सबै ठिकै हो अस्न न गनौ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है खै दिनु त एकचोटि हेर्नु पर्यो कति भारी रहेछ जस्ट चेक गर्छु क्या म ल दिदी अर्को सन्डे भेटौँ है गए है साग किन्नु हुन्थ्यो यार पैसा कहाँ छ यार अहिले एकछिन पछि म किन्न आउँछु ल बाई द मेरो च्यानल छ च्यानलतिर टिकटकतिर कुन च्यानल हो भन्नु सब्स्क्राइब गर्दै हाल्छु म अहिले अब सबैजनालाई सब्स्क्राइब गर्न लगाउँछु जुम हान्दिनु त हल्का युट्युबमा यता जुम हान्नु यता राम्रो मान्छेहरू देखाइदिनु है हाम्रो भ्युअर्सहरूलाई अब सब्स्क्राइब गर्नु लगाउनु पर्यो यतातिर मसँग मेरो साथी हुनुहुन्छ हेलो मेरो साथी केही भनिदिनुहोस् तपाईँले अलि पानी परिरहेको अवस्था छ है हजुर आज चाहिँ अलिकति गाह्रै छ कस्तो के छ हजुरहरू पनि यति कतै हुनुहुन्छ भने कमेन्ट गर्नु होला छ पानी परिरहेछ टिकटक चलिरहेछ यतातिर है टिकटक आमा कस्तो दामी आयो यार पानी परेर जस यो काठहरू रुख चाहिँ चिसो एकदम धेरै चिप्लिन्छ जस्तो डर लाग्दैन तर म त खत्रै चिप्लेको नि हो कि है और अभी तो रुको क्लाइमैक्स अभी बाकी है मिल्दैन यता आउनु न यता आउनु
होइन इन्टरभ्यू होइन क्या जस्ट ऱ्यान्डम मैले यो कन्टेन्ट बनाइरहेको हुन्छु क्या त्यसको लागि हो बाई द वे नाइस टु मिट यु सबैजनालाई तपाईँ चाहिँ यतै मोलसै बस्नुहुन्छ यतै मोल छैन यतै लिमासल लिमासलमा तपाईँ चाहिँ म एकै ठाउँ तपाईँ घर चाहिँ कता म्याग्दी नेपाल चाहिँ म्याग्दी त एमआरपीको पाँच थरको भनेपछि चाहिँ मोरङतिर परेन ए कति भयो तपाईँले आएको म आएको 18 महिना भयो पुरा मसँगै हो तपाईँ के खाँदैन अहिले कफी होइन कफी भित्र केही न केही छ होला ट्राई गर्ने ट्राई हान्ने हो मिल्दैन खाइदिउँ साँच्चै खाइदिउँ तपाईँले खायो म नखाने माया बढ्यो भने थाहा छ किन आएको म भनेपछि यस्तो राम्रो कस्तो राम्रो लाग्यो कि राम्रो देखेँ होइन ठाउँ मन पर्यो होइन के मन पर्यो त मान्छे चाहिँ मन पर्यो क्या मान्छे मन पर्यो होइन अनि तपाईँहरूले हल्का फुल्का मेकअप गरेको होला पानी परेर फेरि अलि मेकअप भिज्छ होला धन्यवाद भयो छाता लैजाने कि हामी एकछिन छाता चाहिँ लिनु छाता एकछिन लिनु ल त्यसपछि मान्छे चाहिँ म लिन्छु ल मान्छे प्यारी समझ गई हामी त बिहा गरेको अनि बिहे गरिसक्यो कहिले बिहा गरेर यता छैन आएको रहेछ भक्कु भक्कु अलि। हो बिहा गरेर आएको गफ लगायो। हो के किन दुईटा बिहे गर्नु मिल्दैन मिल्दैन मिल्छ होला मिल्दैन उसको चाहिँ मिल्छ तिम्रो तपाईँको मिल्ने हो मिल्दैन छोरा छ बाई वान गेट वान फ्री भयो नि त मलाई त के हो लान्छु होला जोडी कस्तो देख्छ हाइट त अलि सेम भयो कि म अलि हुन्छ नि मलाई लान्छु होला ल ल रेडी है जाने होइन जाऊँ न त आउनु हात त पकाउनु पर्यो नि ती मलाई भेट्न आउँदैछ है आज सो ऱ्यान्डमली आज उसको र मेरो भेट हुँदैछ सो त्यही नै हो हेलो अग्नि गरिदिएर थ्याङ्क यू सो मच होइन मैले चाहिँ एकदम मेरो चाहिँ एकदम बिग फ्यान हो कि ऊ चाहिँ मैले चाहिँ उसलाई सेकेन्ड टाइम भेटेको है फेरि पनि मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ अब हामी तटपट खान जान्छौँ अनि यता दिदी आउनु आज मलाई कहाँ लाने मेरो नाम चाहिँ रोजा राई हो अनि सबैसँग भेट भयो खुसी लागिरहेछ म चाहिँ टक्क लाएर होइन लुङ्गी सुङ्गी लाएर आइसके के साह्रो राम्री अनि के साह्रो राम्री हो भनेको पारा के तिमी आउँदा पानी बन्द भइसक्यो म भनेको त म हो नि त रोहिणीको इन्ट्री भइसकेपछि सबैजनाले त्यही भन्दै थियो यतातिर हो सो यति बेला हामी चाहिँ चटपटे खान जान्छौँ किनभने यति बेला लास्ट धेरै भोक लागिरहेको छ क्या खाली पेट आएको हिजो चाहिँ हामी बेलुका खाना खाएको थियो अहिले चाहिँ जस खाना खान जाँदैछ खाना त्यस्तो केही हुँदैन चटपटे खान्छौँ गएर हामीले चाहिँ है त के हो चटपटे पाइयो भनेर अब खानु पऱ्यो भ्याङ्की भ्याङ होइन फ्रीमा 5 रुपियाँ त खानु पऱ्यो क्यामेरा होल्ड गरिदिनु त खाइदिउँ ल साथीहरू खाने हो खानु लाग्यो है म ए यो नि मेरो लागि हो यो मेरो साथीको ल थ्याङ्क यू सब फ्रीमा पाइँदो रहेछ यार मोलसतिर त कैसा लगा मेरा मजाक सो केटा हो मोलसतिर चाहिँ जे आयो भने चाहिँ सबै चिज फ्रीमा मिल्छ कि मेरो लागि चाहिँ है अहिले चाहिँ हामी चटपटे खाना आएको छ हामी पहिला चाहिँ दिदीको उता साइडमा बसेर एउटा भिडियो हालेको थिएँ मैले सबैजनालाई माया गर्नु भएको थियो अनि आज म हाम्रो दिदीसँग छु दुईजना दिदीहरूले चटपटे बनाउनु हुनुहुन्छ सबैलाई माया गर्नु पर्यो दिदी तपाईँको चटपटे व्यापार कस्तो भइरहेछ के भन्नु न लनु आज पहिला चोटि तपाईँको ल तपाईँहरूले मिठो बनाउनुहुन्छ चटपटे है यहाँको मालिक चाहिँ को हो तपाईँ हो कि तपाईँ होइन हामी दुईजनै मालिक हो तपाईँहरू दुईजना सेयरिङमा हो दिदीहरूले चाहिँ आज फर्स्ट टाइम चटपटे बेच्नु आएको यतातिर हामी टेस्ट गर्छौँ कस्तो हुँदो रहेछ लेट्स गो नमस्ते नमस्ते ढोकदिया सेवा स्यामुन्या हामी चाहिँ यहाँनिर यो खानेकुराहरू खाँदैछौँ है
उहाँलाई चाहिँ खानु भनेको मान्नु पनि भएन खै यता ल्याउनु यो खानेकुरा हो कि के हो यो खानेकुरा हो कि के हो धेरै पछि भेट्न पायो हैन खुसी लाग्यो मलाई चाहिँ एकदम खुसी लाग्यो मेरो फ्यान भेटेर चाहिँ अनिता चामलिङ राई मेरो घर चाहिँ उदयपुर तपाईँसँग भेटेर धेरै खुसी लाग्यो धन्यवाद मेरो नाम चाहिँ सुरज लिङ सुरज राई हो घर चाहिँ धनकुटा ए हस् धन्यवाद उहाँ चाहिँ भर्खरै ए भर्खर आइपुग्नु भएको पनि 4 दिन भयो ए हो नयाँ हुनुहुन्छ ल ठिक छ सबैजना भेट गर्नु आउनु चटपट खानु भर्खरै खायो धेरै धेरै धन्यवाद अनि साथै नयाँ वर्षको पनि सबैजनालाई अग्रिम शुभकामना है सबैजनालाई एकमुष्ट रूपमा अनि मैले पनि सिधैले भ्लग बनाउनु हुँदै रहेछ क्या हेरिरहेको थियो अनि उहाँले चाहिँ हिजो स्टोरीमा पनि हालेको थियो होइन साथी भोलि आउँदैछु तपाईँको भिडियोहरू फ्यानहरु भेट्नु भनेको म त एकदम लकी हो के लकी एकदम तपाईँ मान्छे नै लकी हुनुहुन्छ अघि अर्कै ड्रेसमा हुनुहुन्थ्यो अहिले लुङ्गी लानु भएछ होइन स्कर्टमा हुनुहुन्थ्यो अहिले लुङ्गी छ ओके धेरै राम्रै देखिनु भएको छ तर अहिले मसँग बहिनी छ हाम्रो राम्री बाम्री बहिनी के छ ठिक छ किन यति राम्री हो त नि अबि तिमी त मोलस खान्छ होला यस्तो पाराले त यस्तो राम्री भन्दा मोलस खान्छ कस्तो राम्री त नि बहिनी के हो यो ल यो अमला हैन अमला काण्ड हैन यो मोलसतिर पनि अमला पाउँदो रहेछ है केटा हो मोलसतिर आउनु है अमला खाने भए दिदी तपाईको घर चाहिँ मेरो बेलबारी भाइ बेलबारी मोरङ त्यहाँनिर चाहिँ के घुम्टी धेरै छ कि जानु भएको छैन पूर्व गएको छैन म एकदम राम्रो हाम्रो पूर्वको सबैभन्दा रमणीय ठाउँ बेलबारी बेलबारी एकदम राम्रो छ है अब तपाईसँग जान्छु होला घुम्नु ए हस् लानुहुन्छ मलाई लान्छु नि भाइलाई लाने हो लाने नि भाइलाई किन नलाने कहिले जान्छ ल हामी हो हामी अब 1 वर्ष पछाडि जान्छौँ ए भनेपछि तपाईसँग चाहिँ कन्ट्याक्ट गर्नु पर्छ ए हस् भाइ सर ल ठिक छ भाइको चाहिँ कहाँ नि घर मेरो घर चाहिँ प्युठान है प्युठान अनि म चाहिँ र्यान्डम त्यो टिकटकहरू युट्युबतिर भिडियो बनाउँछु क्या ब्लगहरू सो तपाईँहरूले चाहिँ मलाई सपोर्ट गरिदिनु पर्यो यसो च्यानलतिर भिजिट गरिदिनु पर्यो ए हस् भाइ उसको लाइभतिर गएर म बसिरहेको हुन्थेँ क्या अनि सोचेँ नि साइनली भेटाएको छु मैले यहाँनिर के भन्दैन मेरो च्यानलतिर के भन्नु किन यति राम्री हो र भने किन यति राम्री हो के भन्नु ओह यार ये कितनी औसम है यार नमस्ते सबैजनालाई के भन्नु मेरो साथीको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला हस् माया छ कस्तो भयो ए A few moments later. तपाईँ यो मोलसमा जहिले आउनुहुन्छ अरे हो यस डेली आउनुहुन्छ यस नट डेली 1 month 1 time ए 1 month 1 time Yes. मन्थलीको एकचोटि आउनुहुन्छ यस कस्तो लाग्छ तपाईँलाई मोलस मोलस चाहिँ मलाई एकदमै राम्रो लाग्छ अनि यहाँ अब सबै नेपाली दिदी बहिनी दाजुभाइहरू भेट्ने चाहिँ सो आई लाइक मोलस हो जस तपाईँलाई मोलस राम्रो लाग्छ लिमासोल चाहिँ एकदम बेस्ट है लिमासोल यस अहिले तपाईँले कस्तो फिल गरिराख्नु भएको अहिले चाहिँ हजुरसँग भेट्न पाउँदा अनि हजुरसँग भिडियो बनाउन पाउँदा एकदमै खुसी अनि एकदमै राम्रो लागिरहेछ साँच्ची हो एकदम राम्रो धेरै राम्रो रहेछ नि त अनि थ्याङ्क यू सो मच मलाई पनि त अब एकदमै मन पर्यो मन पर्यो यस कहाँनिर मन पर्यो सबै मन पर्यो राम्रोसँग होइन यस्तो हो राम्रो साँच्ची हो? हिसाबले राम्रो तरिकाले मन पराउँदैमा अब नराम्रो तरिकाले भन्दा पनि मलाई चाहिँ अब हजुरको सबै कुरा मन पर्छ भन्ने हुँदैन नि त राम्रोसँग बोल्दा राम्रोसँग गफ गर्दा ठिकै हुन्छ नि त होइन त्यसो भए जाने हो जाने त अब लाने भए जाने जाने हो जाने हो जाने हो होइन डेटिङ जाने डेटिङ त होइन जस्ट अब साथीभाइ दाइ भाइ यो तरिकाले हेर्न सकिन्छ नि त ल अहिले डेटिङ जाउँ न त होइन हजुरको अलरेडी गर्लफ्रेन्ड होला यस्तो राम्रो मान्छे हुँदा हुँदै म डेटिङ जान्छु भन्ने त मिलेन इफ तपाईँसँग टाइम छ भने जाउँ न त डेटिङ जाउँ यस आई हेभ टाइम बट Okay, okay. गजब बेइज्जती है आज मैले चाहिँ
आफ्टर लङ टाइम है हाम्रो भेट्ने चाहना थियो हाम्रो आन्टीहरूसँग दिदी यता आन्टी उता सेकेन्ड आन्टी ल हाम्रो दिदी हुनुहुन्छ यहाँ पनि दिदी दिदी एकदम धेरै गफाडी हुनुहुन्छ क्या म गफाडी होइन के भाइ के अरे तिमीले मलाई गफाडी बनाएको मात्रै हो मेरो भाइ अनि भाइ अनि आज मोलोसमा बुहारीहरू भेट्यो कि नाइ त नि कहाँ भेट्नु हो दिदीले खासमा बुहारी खोजिदिनु भनेको अनि तिम्रो लागि त अनि बुहारीहरूको लाइन छ त हामीले खोजिदिनै नपर्नु रहेछ अनि तिनीहरूको बिचमा होइन कृष्ण भगवान जस्तो भइरहेको छ हाम्रो क्षितिज भाइ हामी त हेरै लिमसलको मोलोस पार्कमा स्पेसल चटपटे बवाल दामी पाउँछ हामी चाहिँ यहाँनिर चाहिँ के भनेपछि सेलरोटी भयो छोइला हाँसको छोइला सबै पाउने रहेछ सो हामीहरू चाहिँ यहाँनिर छ हाम्रो दिदी यहाँ हुनुहुन्छ चटपटे बनाउँदै हुनुहुन्छ दिदी के छ सन्चै आराम हुनुहुन्छ एकदमै यहाँ फोहोर भएको अवस्था छ होइन यो फोहोर होइन नि हो मेहनत हो अनि यहाँ मेहनत। दिदी बहिनीहरूलाई देखाइदिनुहोस् उहाँहरू ल हाम्रो दिदीहरू यता हुनुहुन्छ ए कति राम्री हो र भने अहिले हालत एकदमै हालत भइरहेको छ न लाज लाग्छ ओके यहाँको खानाहरू के पाउँदो रहेछ यो चाहिँ छोइला है यहाँको छोइला यो मोलसको छोइला नजाऊ है फेरि तपाईँहरू खाना आउनु सक्नुहुन्छ है अभि के अरे छोइला खाएर क्षितिज भाइ जाँदैछ पहिला साथीहरू केही भनिदिनुहोस् तपाईँहरू हामी चाहिँ चटपटेको पर्खाइमा छौँ खाइसकेपछि चाहिँ हामी रेस्पोन्सको यस्तो दामी छ तर दामी छ है बबाल दामी छ है सबजना आउनु पऱ्यो यहाँनिर है वैभा लामामा भन्नु न टकमा के छ भनिदेऊ त त्यो बताइसकेर उसलाई अघि नै मेरो के छ टिकटकमा नाम वैभा लामा सर्च गर्ने ल दिदी त्यो यहाँको यो छोइला चाहिँ मन पऱ्यो दामी लाग्यो अनि यहाँको पानीपुरी अझै खानु बाँकी नै छ सो दिदी के भनिदिनु है आउनु होला तपाईँहरू खानालाई छोइला तपाईँहरूमा के पाउँछ तपाईँ मालिक साहब होइन के पाउँछ यहाँनिर चटपटे लाफिङ पानीपुरी रोटी तरकारी छोइला साथीहरू चाहिँ नजाऊ है पहिला त्यही हो प्राइस कति हो प्राइस सबैको 5 €5 ओ दामी ल